हामी यही टपिकको अर्को पाटोमा जाउँ। हामीले ट्रिटमेन्ट अफ अब्स्ट्रक्टिभ जन्डिस इन आयुर्वेद भनेर जुन क्लासिकल कोरिलेसन प्रोटोकलहरू हेऱ्यौँ। अब कोलेलिथियासिसको सन्दर्भमा के गर्न सकिन्छ त यसको बारेमा स्पष्ट अथवा डाइरेक्ट उल्लेख नभए पनि हामीले बुझ्नुपर्छ। सबै कुरा यो त हाम्रो सूत्र रूपमा हो। सबै संहिताहरू भनेको सूत्र रूप आइडिया दिएको, आइडिया दिनुभएको छ। त आइडियालाई बुझेर हामीले त्यही अनुसार एक्सपान्सन गर्ने, युग अनुसार के गर्नुपर्छ, कुन बेलामा कुन डिजिज प्रिभ्यालेन्स हुन्छ, त्यो हाम्रो कर्तव्य हो। त्यही भएर जुन कोलेलिथियासिस भनेको जुन गल ब्ल्याडर स्टोन हो, अब यो चाहिँ मोस्ट कमन कज रहेछ अब्स्ट्रक्टिभ जन्डिसको। त्यही गल ब्ल्याडरमा भएको स्टोन कमन बाइल डक्टमा गएर अब्स्ट्रक्सन भयो भने त्यसैलाई हामीले अब्स्ट्रक्टिभ जन्डिस भन्छौँ अथवा कोलेडोकोलिथियासिस भन्दो रहेछ। मोस्ट कमन भनेपछि हामीले अहिले जुन शाखाश्रित कामलाको कुरा गऱ्यौँ अथवा अब्स्ट्रक्टिभ जन्डिसको कुरा गऱ्यौँ, त्यसको कारण भनेकै के रहेछ, धेरै जसो केसमा भन्दा गल ब्ल्याडर स्टोनै रहेछ। त्यो कारणले अनि धेरै जसो के हुन्छ, यो असिम्टोमेटिक हुन्छ, असिम्टोमेटिक हुन्छ धेरै जसो। र फाइन्डिङ कस्तो हुन्छ, कसरी थाहा हुन्छ त मान्छेलाई भन्दा असिम्टोमेटिक चाहिँ अब इन्सिडेन्टल फाइन्डिङ कतै युएससी गर्दाखेरि देखिन्छ। एउटा त्यो भयो भने त मानिसलाई त उपचार गर्नुपर्छ, कसरी गर्ने, सकेसम्म यसै हटाउँ भन्ने हुन्छ। त्यस पछाडि अर्को सिम्टम्स भयो, यदि सिम्टोमेटिक भयो भने बिलियरी कोलिक हुने भनेको सडन इन्टेन्स पेन इन अप्पर राइट एब्डोमेन, यहाँ चाहिँ पेन हुने, नजिया भोमिटिङ हुने, ब्याक अथवा सोल्डर पेनहरू हुनसक्छ। त्यसरी चाहिँ सिम्टोमेटिक र असिम्टोमेटिक जे होस्, अब इन्सिडेन्टल फाइन्डिङ भए पनि जे भए पनि कोलेलिथियासिसको अब हामीले ट्रिटमेन्ट कसरी गर्ने, हामीले गर्न सकिन्छ सकिँदैन? सकिन्छ। अब कसरी सकिन्छ भन्दा जुन अहिले अगाडि शाखाश्रित कामलाको चिकित्सा सिद्धान्त बताइयो त्यही नै यहाँ गर्न मिल्छ। किन गर्न मिल्छ भन्दा त्यहाँ अब्स्ट्रक्सन थियो बिलियरी डक्टमा, अब्स्ट्रक्टिभ जन्डिसमा जुन त्यो कमन बाइल डक्टमा अब्स्ट्रक्सन अथवा स्टोन थियो, त्यसलाई हटाएको हामीले, वायुलाई के गरेको, घटाएको, पित्तलाई बढाएको। अब यहाँ पनि गल ब्ल्याडरमा जब स्टोन हुन्छ, स्टोन भइसके पछाडि त्यो गल ब्ल्याडर स्टोनको ठाउँ त होइन, त्यो आफ्नो आशय, आफ्नो ठाउँ, स्वाभाविक प्राकृतिक स्थान त होइन, त्यो पित्तकै स्थान हो। त्यो पित्तमा बसे पछाडि अब पित्तलाई अवरोध केही न केही त गर्छ। कम्प्लिट अब्स्ट्रक्टिभ जन्डिस जस्तो नगरे नि केही न केही त गर्छ। अब्स्ट्रक्सन त भयो पनि, अनि अब्स्ट्रक्सन भए पछाडि के हुन्छ, वायु प्रकोप पनि हुन्छ। त्यही भएर वायु प्रकोप हुन्छ, त्यही भएर त दुख्ने हो मानिस। किन यहाँ दुख्यो भनेर आउँछ सिम्टोमेटिकमा, वायु त प्रकोप भयो। अब वायु प्रकोप कसले गराएको भन्दा त्यो अब्स्ट्रक्सन, त्यो गल ब्ल्याडरको स्टोनले अथवा कफले, जुन कफज नेचरको छ, त्यो कफले के गराइदियो, वायुलाई प्रकोपित गराइदियो। त प्रकोपित गराइदिए पछाडि अब हाम्रो चिकित्सा सिद्धान्त के हो, त्यही अहिलेको जस्तै गर्न मिल्यो। त्यो कफलाई हरण गर्ने, वायुलाई प्रशमन गर्ने, पित्तलाई बढाउने पनि गर्न सकियो। किनभने पित्त पनि अब्स्ट्रक्सन हुन्छ, किनभने कम्प्लिट अब्स्ट्रक्सन भएर जन्डिसै नदेखिए पनि केही न केही अब्स्ट्रक्सन हुन्छ नि। त्यही भएर हामीले सेम चिकित्सा जुन शाखाश्रयी कामलाको चिकित्सा छ त्यो गर्न सकिन्छ। र त्यसबाट यसमा फरक के हो भने कहिलेसम्म गर्ने भन्ने कुरा आउँछ। त्यो चिकित्सा चाहिँ सकृतमा चाहिँ पित्तको राग अथवा रञ्जन नभइन्जेलसम्म, पित्तमा मलमा कलर नआइन्जेलसम्म गर्ने भनेको छ। अब अहिले हामीले के गर्यौँ त, युएससीमा जहिलेसम्म त्यो स्टोन घट्दैन तहिलेसम्म गर्न सकियो। त्यो कारणले त्यस पछाडि कामला विधि गर्नु पर्दैन, किनभने हाम्रोमा अब कामला छैन, बिलिरुबिन लेभलहरू बढेको छैन भने गर्नु परेन। भने पछाडि जहिलेसम्म स्टोन रहिरहन्छ तहिलेसम्म चिकित्सा गर्ने, वायुलाई घटाउने, कफलाई बढाउने चिकित्सा गर्ने। तर मेरो विचारमा के लाग्छ भने यहाँ जुन पित्तको वृद्धि हुन्छ कि अलि अस्वाभाविक वृद्धि हुन्छ कि, किनभने अहिले अब्स्ट्रक्टिभ जन्डिसमा हामीले पित्तलाई बढाएर कोष्ठमा ल्याउनु थियो। अहिले नै अब्स्ट्रक्सन त भएकै छ, केही न केही हुन्छ नै, तर देखिने रूपमा, सिम्टमै देखिने रूपमा नभए पनि हुन्छ नै। त्यही भएर त्यो चाहिँ हामीले ख्याल गर्न सकिन्छ। कति पित्त धेरै नै वृद्धि त भएको छैन, अरू सिम्टम त देखाउँदैन, पित्त वृद्धि भएर भनेर त्यो चाहिँ मोनिटर गर्न सकियो। तर हामीले 2 महिना, 3 महिना, 4 महिनामा उसलाई चिकित्सा गराएर त्यस पछाडि फेरि स्टोनको साइज मात्रै हामीले पुरै कम्प्लिट घट्नु पनि परेन। अलिकति घट्यो, 9 mm को 5 mm मा घट्यो भने पनि ल एउटा त्यो हाम्रो लागि सक्सेस हो, हाम्रो लागि एउटा प्रोत्साहनको विषय हुन्छ, पेसेन्टलाई पनि ल मेरो घट्यो भन्ने हुन्छ। त्यही भएको कारणले यसरी हामीले कोलेलिथियासिसको चिकित्सा गर्न सकियो। अब्स्ट्रक्टिभ जन्डिसमा हामीले त्यस पछाडि
कामलीको विधि भनेर कोष्ठाश्रय कामलाको फेरि चिकित्सा गर्थ्यो भने यहाँ परेन। तर जस्तै अर्को एउटा विषय पनि छ, अब यसलाई अर्को तरिकाले पनि चिकित्सा गर्न सकिन्छ। हामीले हेर्न खोज्यौँ भने गुगलमा गएर कोलेलिथियासिस ट्रिटमेन्ट इन आयुर्वेद रिसर्च पेपर भनेर मात्रै हान्यौँ भने पनि त्यहाँ रिसर्च पेपरहरू आएको हुन्छ, केस स्टडीहरू आएको हुन्छ, जहाँ के देखाएको हुन्छ कुन कुन औषधिले कस्तो खाले पेसेन्टलाई कति समय 2 महिना 3 महिना 5 महिनामा कसरी ट्रिटमेन्ट गरियो गल ब्ल्याडर स्टोनको प्रशस्त भेटिन्छ। हामीले हेर्न सक्छौँ कुन औषधि प्रयोग गरेका थिए उनीहरूले, हेर्न सक्छौँ त्यहीँ मजाले उनीहरूले राखेका छन्। तर मैले धेरै कस्तो सिद्धान्त देखेको छु भने त्यहाँ पित्तास्मरी मानेर सिद्धान्त गरे। जस्तै अस्मरी भन्ने जुन मूत्रको सन्दर्भमा जुन अस्मरी थियो सुश्रुतमा, त्यो अस्मरीमा पित्तास्मरीसँग कोरिलेट गरेर ट्रिटमेन्ट गरेको धेरै भेटिएको छ रिसर्च आर्टिकलहरूमा। र हामीले पढ्ने किताबहरूमा पनि कोरिलेसन चाहिँ अब्स्ट्रक्टिभ जन्डिसतिर भन्दा पनि कोलेलिथियासिसलाई पित्तास्मरीतिर कोरिलेट गरिएको पनि छ। तर यसलाई अस्मरीको नेचर त एउटै हो, अस्मरीको नेचर अनुसार मिल्छ, किनभने हामीले अब कसरी गर्ने भन्ने कुरा हो। लोकेसनको अनुसार अब्स्ट्रक्टिभ जन्डिसतिर त यो नजिक होला, तर नेचर जुन अस्मरीको नेचर अनुसार अब अस्मरीलाई हटाउने चिकित्सा गर्ने सन्दर्भमा त्यसरी गर्न सकिन्छ, त्यो पनि गर्न सकिन्छ। अब आजको खास मेरो आजको संवादको टपिकमा मैले जुन प्रोटोकल अथवा जुन सिद्धान्तहरूको व्याख्या गरेँ त्यो चाहिँ पित्तास्मरीको बाट मैले आज केही व्याख्या गरेको छैन, यो सन्दर्भमा मैले के भनेको छैन। मैले त्यही शाखाश्रय कामलाको चिकित्सा नै यहाँ गर्न सकिन्छ भन्ने मेरो मत हो। पित्तास्मरीको बाट पनि प्रशस्त भएको छ र बढी नै यसको बाट भएको छ, यो रिसर्च आर्टिकलहरूमा यो देखिएको छ। अनि अर्को एउटा मैले हामीलाई जब सफलता हुन्छ, हामी जब गर्छौँ, त्यस पछाडि अझै राम्रो त के हो, वमन विरेचन गरेर अथवा संशोधन पछाडि यी समन औषधिहरू प्रयोग गर्यो भने इफिसियन्सी बढ्छ, त्यो हामी सबैलाई थाहा छ। त्यसरी गरेर पनि हामीले अहिलेको एकदमै धेरै प्रिभ्यालेन्स भएको यो जुन कोलेलिथियासिस छ, त्यस पछाडि अब्स्ट्रक्टिभ जन्डिस छ, यिनीहरूलाई हामीले विदाउट सर्जरी, किनभने सर्जरी गरे पछाडि त्यो स्टोन मात्रै निकाल्ने होइन, गल ब्ल्याडरै निकाल्दिने हो, कोलेसिस्टेक्टोमी गर्ने हो। र त्यसले के हुँदो रहेछ, लामो समयमा त्यो तत्काल त केही हुँदैन, तर 10, 15, 20 वर्ष पछाडि मान्छे केही न केही समस्या लिएर, कन्स्टिपेसनको समस्या होला, इन्डाइजेसनको होला, लिएर चाहिँ आउँछन्। त्यही भएको कारणले हामीले सर्जरी भन्दा त्यसलाई राम्रो तरिकाले नै गल ब्ल्याडर स्टोनहरूलाई हटाउन सक्यौँ भने हामीले धेरै चाहिँ राम्रो सफलता पाउन सक्छौँ। र क्लासिकल रिफरेन्स यसको मैले हजुरहरूलाई देखाएँ।